दोस्रो आज चाहिँ मेरो है स्पेसल बन्नु जाँदैछ नुडल्स विथ ससेज अन्डा भेजिटेबल काँचो पनि छ यहाँ पनि छ भेजिटेबल जो अस्ति अलिक धेरै भएको थियो राखेको है ससेज चाहिँ यहाँ छ यहाँनिर पानीमा गएको छु अब अन्डा पनि छ फ्रिजमा र मेरो भेजिटेबल चाहिँ एकदम यहाँ रेडी भइसकेको छ अनियनहरू है भेजिटेबल सबै रेडी भइसक्यो क्याप्सिकम क्यारेट है यो ससेज चाहिँ मैले के गर्ने भने फ्राई गरेर बनाउँछु अनि यसमा 5-6 वटा जस्तो अन्डा पनि हाल्छु अहिले बनाउँदा भेट्छ है मैले भर्खर यो चिसो पानीले धुइँदै गरेर यसो है राखेको भर्खर पनि कटिङ गरेर फ्रिजमा राखिसकेको छु है ससेज चाहिँ काटेको छु किनभने भर्खर 12 बज्दैछ अनि अहिले 3 बजीसम्म चाहिँ यसो यो ग्रिन टी सेम मिन्ट विथ ब्ल्याक टी यसो एकछिन फ्राई गरेर हो है ग्रिन टी कस्तो क्यामेरामा मैला लागिरहेको छ फ्राई गरिसकेको छु मैले साथीहरू है र यहाँनिर चाहिँ छ अन्डा हामी खाने चाहिँ 8जना छौँ 8जनामा 10वटा अन्डा सबैभन्दा पहिला चाहिँ म यहाँ अन्डा फ्राई गर्ने छु है ओइल पनि त्यति धेरै हालेको छैन किनभने मैले नुडल्समा ओइल अलरेडी हालिरहेको छु ग्यास बलिरहेको छु र यो भिडियो चाहिँ अलिक लामो हुने रहेछ कि क्या हो है त्यही भएर चाहिँ म मेबी पार्ट गरेर हाल्न सक्छु है